Hello everyone, welcome to my new day, new video after a long time gap. लगभग 1-2 महिना नै भइसक्यो मैले भिडियो कन्टिन्यू नगरेको किनभने त्यस्तै त्यस्तै भयो। अब के भनौँ, बिचमा कहिले आफैलाई जाउ लाग्ने। सो आज चाहिँ मैले धेरै पछि भिडियो बनाएको। आज के हो थाहा छ? इट्स साउन 15 खिर खाने दिन। सो बिहानदेखि मैले सबै काम गरिसकेँ, भ्याइसकेँ भनौँ। अब मलाई चाहिँ म्यामले इन्भाइट गर्नुभएको छ आज चाहिँ आफ्नो घरमा खाना खानको लागि। हिजो नै भन्नुभएको थियो कि भोलि यतै आउनु, यतै खाउँला। सो म चाहिँ अब रेडी हुन्छु अनि रेडी भएर म्यामको घर जान्छु, उतैदेखि ड्युटी जान्छु। योपालि चाहिँ मैले के सोचेँ भन्दाखेरि नि, अब म चाहिँ यो भिडियोहरू चाहिँ टिकटकमा पनि कन्टिन्यू गर्छु कि डे 1 डे 2 डे 3 यस्तरी। सो हजुरहरूले नै सपोर्ट गरिदिनुपर्छ ल, नगर्यो भने गरिदिनुहुन्छ होइन। सो किप वाचिङ। म चाहिँ रेडी हुन्छु, म रेडी हुन लागेको भिडियो पनि बनाउँछु ल। ओके गाइज, आई गट रेडी। आई गेट रेडी। रेडी भइसक्यो अनि यो चाहिँ मेरो आउटफिट देखिरहेको छ कि छैन। अनि मैले चस्मा लगाएँ, लुक मैले यस्तै कपाल बनाएँ, सिन्दुर हालेँ। देखिरहेको छ कि छैन? ओके, द्याट्स माई आउटफिट। अनि म चाहिँ आज ब्ल्याक कि भएको छ किनकि मेरो अल टोटल आउटफिट चाहिँ ब्ल्याक छ अनि चप्पल पनि मेरो ब्ल्याक छ। अनि दिस वान इज माई पर्स चाहिँ ब्राउन छ, ब्ल्याकसँग म्याच भइहाल्छ। सो ब्ल्याक थिम। अब म चाहिँ हिँड्न लागेको घरबाट, बाटोमा पनि भिडियो कन्टिन्यू गर्छु। ओके गाइज, म चाहिँ बाटोमा छु। अबको 5 मिनटमा म चाहिँ पुगिहाल्छु म्यामकोमा। सो हिँडेर गइरहेको। यो चाहिँ म्यामको लागि मैले नास्पति ल्याइदिएको, हाम्रो त्यहाँ घरको पछाडि फलेको छ नि त। सो ओके, दिस रोड यो चाहिँ अहिलेसम्म बनेको छैन, बिस्तारै बन्छ। सो म त्यहाँ पुगेर बनाउँछु। हेलो, यिनी चाहिँ हामी नानी। हेलो भन्दियो, बाई। हेलो भन। अब नानीको मेकअप गर्ने हो। म त गेनु घरको गेनु पर्न त नानी। अब नानीको मेकअप गर्ने। नानी माथि हेला त लगाउन दिन्छु। ले अहिले पाण्डे अङ्कल भन्छन्, आज लगाइहाल्यो तिनीहरू। नानी अझ पाण्डे अङ्कलले हजुरले के भन्नु हुने थाहा छ? नानी मुसलमान के बनाइदियो इन्डियन देशी बनाइहाल्यो। आयो, अब एउटा मात्र रह्यो बाबा। आहा ब्युटिफुल भयो, तमी ब्युटिफुल भयो। आहा मलाई भाइरल गराउने विचार भन्नु न नानी। एडिट गर्नुपर्छ है अनि बोल्नु। नाच्देऊ, गानामा नाच्देऊ। नाच्यो यसो गई कुकुरा हुने नि। नपुस्नु न, अब लगाएर पुस्दिनु हुँदैछ। नानी लाऊ, पपेट खेलाऊ, पुछिहाल्दैछ। टुलकुन टुलकुन। हमको तो गिनते ही नहीं है। अरे यो अस्तिको बोतल हो र, यो अर्कै बोतल छ। अर्को बोतल हो नि, यसको अर्कै बोतल हो। नानी आबी खानी जाऊ। मैम को दावत। हैप्पी के रे साउन 15, हैप्पी साउन 15। नानीलाई हेपेको, बिचारीको पानीले काम चलाउँदैछौ। हामीले चाहिँ खाना खाइसक्यौँ, भन्न खाइसक्यौँ। अब हामी जाने। नानी कसरी हेर्छ हौ मोबाइलमा। बाई, यहाँ पोको बाँधिरहेछन्। आमा म्यामले यहाँ पोको बाँधिराख्नु भएको छ।
मिटिङमा बसिराख्ने भोटिङमा बसिराख्नु है लोचिराई दिदी भन नानीले के खाएको दाँत कहिले आउने हो थाहा छैन छेल पनि घोचिहाल्यो बिचालीको पक्लो पक्लो पकड लिया कुकुली माया दाँत नभए नि चुच्ची चुच्ची खाइहाल्छु मैले भन होइन अब हामी मेडिकल जाने तिमी पनि त जान्छौ अनि जान्छौ ओके गाइज म चाहिँ मेडिकलको लागि हिँडेको अघि म आउँदाखेरि मौसम क्या सुहाना थियो अहिले हेर्नु न टिरिक्क घामले दिमाग खराब भइसक्यो कि मैले कालो छाताले बढी गर्मी हुन्छ भनेर लगाएँ नि यहाँ कालो लुगाले झन् पोल्छ कि म त शीतल छ भनेर लगाएको के थाहा त यस्तो हुन्छ भनेर ओके गाइज म चाहिँ मेडिकल ड्युटीमा लागेको अनि यो चाहिँ हाम्रो अर्को दिदीको लागि चाहिँ खानेकुरा हो म्यामले पठाइदिनु भएको आजको गर्मीले त जस्तै सताउने भयो ट्रेनिङ छ यता पनि ट्रेनिङ छ त्यही भएर उयो गर्नुमा मेकअपै नगर्नुपर्ने गर्नु पनि होइन अनि खालि गाली त छु झन् गाली देखिन्छु अनि त्यो चाहिँ सर्टिफिकेट अनि त्योबाट चाहिँ हाम्रो मेडिकल पर्छ यो चाहिँ म आज उल्टा बाटो आएँ पहिलाको भिडियोमा चाहिँ म अर्को मेन हाइवेको बाटो आएको थिएँ योबाट चाहिँ बस पार्क निस्किन्छ क्याम्पस रोड निस्किन्छ रिङ रोड टाइपको यो चाहिँ अनि यो लाइनमा चाहिँ हाम्रो मेडिकल त्यो ठुलवाला चाहिँ होली प्यालेस हो होटल हो यदि कोही हाम्रो मेडिकल भिजिट गर्न चाहनुहुन्छ भने होली प्यालेसको पछाडिपट्टि आउनु होला साइड गेटको यहाँबाट साइड गेट पनि देखिन्छ साइड गेटको नजिकै थोरै हिँड्नुपर्छ 2 मिनट 1 मिनट 1 मिनट हिँड्नुपर्छ धेरै हिँड्नु परेन क्या गर्मी छ है हजुरहरूको कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट चाहिँ गर्नु होला हामी कतिको गर्मी छ हजुर बस्ने ठाउँतिर यहाँ पानी नपरेको पनि 4-5 दिन भइसक्यो राति हिजो फिका परेको थियो तर त्यस्तो पानी थिएन कि अब हाम्रो मेडिकल पनि आयो म देखाउँछु है त्यो चाहिँ साइड गेट त्यो चाहिँ हाम्रो मेडिकल महर्षि आयुर्वेद देख्नुभयो ओके गाइस दिस इज आवर मेडिकल गुड मर्निङ दिदी त लाज भन्छ कसरी थ्याङ्क यू अनि साथीहरूमा चाहिँ ड्युटीमा पुगिसकेको अवस्था छ अहिले चाहिँ 12 बजिसक्यो म चाहिँ 10 बजी पुगेको ड्युटीमा चाहिँ अनि अलिअलि काम थियो सो गरेँ अनि अघितिर सर पनि हुनुहुन्थ्यो अहिले बाहिर निस्किनु भएको छ यहाँ कमिलाले टोकेर यत्रो गराइदियो आमा अनि आज मेरो ट्रेडिङ पनि गर्नु छ हेर्नु न पुरै त्यसको ब्युटी नै खराब गरिदियो उस्तो त मेरो ब्युटी थियो त्यो पनि राइट पछि चाहिँ जान्छु एकछिन ट्रेडिङ गर्न अनि मेरो आज अर्को काम पनि छ त्यो चाहिँ हजुरले ब्लग हेर्दै थाहा पाइहाल्नु नै हुनेछ सरप्राइज है रमेश सर ठुलो मान्छे अनि हामी जादु हानेपछि देखाउँछौँ सँगसँगै रमेशले भिडियो बनाइदिन्छ ओके गाइस म चाहिँ घर पनि आइसकेँ मैले दिउँसो भिडियो पनि बनाउनु भएन खै के हतार समथिङ काम यहाँ त्यहाँ भयो पाएन अनि पछि ट्याटु पनि हानिसकेको छु मैले तर म आजको भिडियोमा चाहिँ हाल्दैन है यो चाहिँ कस्तो रहेछ त यो कुरा जान्नको लागि हजुरहरूले लाइक सब्सक्राइब कमेन्ट सेयर गरिदिनु होला यो भिडियो चाहिँ अनि ट्याटु चाहिँ अर्को भिडियोमा हेर्न पाउनुहुन्छ है त ओके दिस मच फर टुडे अब चाहिँ गुड नाइट भन्ने टाइम आयो किनभने दिनभरिको थकान 9:30 पनि बजिसक्यो निन्द्रा पनि लागिसक्यो मलाई त ओके गाइस सी यू इन द नेक्स्ट भिडियो तबसम्मलाई बाई बाई गुड नाइट एभ्रिवान